स्वागत छ। आज हामी पावर लिफ्टिङमा त्यो डेडलिफ्ट कसरी सुधार्ने भन्ने बारे अलिक गहिरिएर हेर्दैछौँ। नमस्ते। हामीसँग एउटा पावर लिफ्टिङ गाइड छ र हाम्रो लक्ष्य चाहिँ यसबाट चाहिने खास ज्ञान टिप्सहरू निकाल्नु हो। तकनिकदेखि लिएर रिकभरीसम्म सबै कुरा। हो नि, डेडलिफ्ट हेर्दा जति सजिलो लाग्छ नि, वास्तवमा यसलाई राम्रोसँग गर्नु चाहिँ अलि कला र विज्ञान दुवै हो त। यो गाइडले चाहिँ यसलाई राम्ररी मतलब चरणबद्ध रूपमा बताएको छ, जुन एकदम काम लाग्ने कुरा हो। ल त्यसो भए जगबाटै सुरु गरौँ है। तकनिक गाइडले त सेटअपमा निकै जोड दिएको छ। एकदमै। खुट्टा लगभग हिप चौडाइमा अनि बार चाहिँ खुट्टाको बीचमा मिडफुटमा, ग्रिप खुट्टाको ठिक बाहिर हो। अनि त्यो एउटा कुरा स्ल्याक हटाउने, मतलब बार उठाउनु अगाडि हल्का माथि तानेर त्यो तनाव बनाउने, यो किन यति महत्त्वपूर्ण रहेछ? त्यो स्ल्याक हटाउँदा नि लिफ्ट सुरु गर्नु अगाडि नै पुरै शरीरमा एक किसिमको तनाव टेन्सन आउँछ क्या। ए हुन्छ। त्यसले गर्दा भुइँबाट बार उठाउँदा त्यो कम्मर सुरुमै माथि उठ्ने पोजिसन बिग्रिने सम्भावना चाहिँ एकदम कम हुन्छ। अच्छा। अनि कार्यान्वयनमा पनि भुइँबाट खुट्टाले धकेल्नु, लेग ड्राइभ भन्छौँ नि हामी, बारलाई शरीरसँगै टाँसेर राख्ने अनि माथि पुगेपछि ढाडलाई चाहिने भन्दा बढी पछाडि नझुकाइकन ग्लुट्सले लक गर्ने। ठिक हो। यो खालि बल मात्रै लगाएर हुँदैन क्या, यो त नियन्त्रण अनि समन्वयको कुरा हो नि, समन्वयको प्रदर्शन नै हो। तर सबैको कमजोरी एउटै त हुँदैन होला नि। गाइडले कमजोरी विश्लेषण गर्ने कुरा पनि गर्यो। हो, गर्यो। जस्तै कसैलाई भुइँबाट उचाल्न गाह्रो हुन्छ रे, कसैलाई माथि लगेर लक गर्न। यस्तोमा के गर्ने त? एकदम सही प्रश्न। हेर्नुहोस्, यदि भुइँबाट उठाउन गाह्रो छ भने गाइडले के भन्छ भने पज डेडलिफ्ट गर्ने, मतलब भुइँबाट अलिकति केही इन्च माथि उठाएर रोक्ने। ए पज गर्ने हो। वा डेफिसिट पुल, सानो प्लेटफर्ममा उभिएर गर्दा त्यो रेन्ज अफ मोसन अलि बढ्छ। अनि यदि लकआउटमा समस्या छ भने, मतलब माथि पुगेर सिधा हुन गाह्रो भए ब्लक पुल गर्न सकिन्छ। बारलाई ब्लक वा र्याकमा राखेर माथिल्लो भागमा मात्रै फोकस गर्ने। हिप थ्रस्ट पनि भनेको थियो है? हो, हिप थ्रस्ट पनि। त्यसले ग्लुट्स बलियो बनाउँछ, जुन लकआउटको लागि एकदमै महत्त्वपूर्ण छ। यसले के गर्यो त भन्दा ट्रेनिङलाई अलि व्यक्तिगत बनायो आफ्नो कमजोरी अनुसार। बुझ्यो। टक्निक पछि आउँछ कार्यक्रम, मतलब प्रोग्रामिङ। गाइडले प्रोग्रेसिभ ओभरलोडमा जोड दिएको छ। त्यो त आधारभूत सिद्धान्त नै हो। समयसँगै बिस्तारै तौल वा भोल्युम बढाउँदै जाने, हप्तामा 1-2 पटक डेडलिफ्ट गर्ने। यो सुन्दा त सामान्य लाग्यो, तर व्यवहारमा कसरी उतार्ने होला? हो, सिद्धान्त त सरल छ, तर यसलाई कसरी लागू गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। स्रोतले एउटा उदाहरण दिएको छ, जस्तै हप्ता 1मा 3 सेट 5 रेप्स 75%मा, हप्ता 2मा 4 सेट 4 रेप्स 80%मा, हप्ता 3मा 5 सेट 3 रेप्स 85%मा, अनि हप्ता 4मा चाहिँ डिलोड। डिलोड त्यो भनेको? डिलोड भनेको चाहिँ हल्का कसरत गर्ने हप्ता, शरीरलाई आराम दिने, रिकभर हुन दिने, ताकि अर्को कडा ट्रेनिङ साइकलको लागि तयार होस्। अच्छा, रिकभरीको लागि हो। अनि कार्यक्रममा त्यो डेफिसिट पुल, पज डेडलिफ्ट, र्याक पुल जस्ता भेरिएसन्सहरू पनि राख्नुपर्छ। यसले कमजोरीहरूलाई लक्षित गर्न र त्यो प्रगति अड्किने ठाउँ हुन्छ नि, प्लाटो, त्यसलाई तोड्न मद्दत गर्छ। ठिक छ। तर डेडलिफ्ट मात्रै गरेर त पुग्दैन होला, होइन? गाइडले सहायक अभ्यास, एक्सेसरी मुभमेन्ट्सको पनि कुरा गरेको छ। एकदमै। ती पनि उत्तिकै महत्त्वपूर्ण छन्। कुन अभ्यासहरू खासमा महत्त्वपूर्ण छन् अनि किन? गाइडले केही मुख्य अभ्यासहरू बताएको छ, जस्तै रोमानियन डेडलिफ्ट्स, आरडिएल्स भन्छौँ नि। आरडिएल्स। त्यसले विशेष गरी ह्यामस्ट्रिङ्स र ग्लुट्सलाई तन्काएर बलियो बनाउँछ, त्यो हिप हिन्ज प्याटर्न सुधार गर्छ। अनि फ्रन्ट स्क्वाट्स वा बेल्ट स्क्वाट्स, त्यसले क्वाड्स र कोरमा काम गर्छ होला? हो, क्वाड र कोर बलियो बनाउँछ। अनि बारबेल रोज वा सिल रोज जस्ता रोइङ अभ्यासहरूले माथिल्लो ढाड, ल्याट्स बलियो बनाउँछ। ए ढाडको लागि? हो। यी सबै मांसपेशीहरूले डेडलिफ्ट गर्दा स्थिरता र शक्ति दिन मद्दत गर्छन्। सहायक अभ्यास भनेको खालि थप मात्र होइन, ती आवश्यक नै हुन्। बुझ्यो। तकनिक, कार्यक्रम, सहायक अभ्यास भयो, तर गाइडले अरू 2टा सानो तर महत्त्वपूर्ण कुरा पनि भनेको छ, पकड शक्ति, ग्रिप स्ट्रेङ्थ अनि रिकभरी। ती सानो देखिए पनि एकदमै महत्त्वपूर्ण हुन्। पकडको कुरा गरौँ न पहिले। कति महत्त्वपूर्ण हुन्छ यो?
निकै महत्त्वपूर्ण। सोच्नुहोस् न, तपाईँ जतिसुकै बलियो भए पनि बार नै हातबाट फुस्कियो भने त लिफ्टै पूरा भएन नि। हो त नि। गाइडले मिश्रित ग्रिप वा हुक ग्रिप अभ्यास गर्न सुझाएको छ अनि स्ट्याटिक होल्ड जस्ता अभ्यास, मतलब डेडलिफ्टको माथिल्लो पोजिसनमा केही बेर समातेर राख्ने। त्यसले पकड बलियो बनाउँछ। हो, त्यसले पकड बलियो बनाउन एकदम मद्दत गर्छ। अनि रिकभरी, यो त धेरैले वास्ता नगर्ने पक्ष जस्तो लाग्छ मलाई। हो, तर यो बिना प्रगति सम्भव छैन, खास गरी पावर लिफ्टिङमा। गाइडले प्रष्ट भनेको छ, हरेक रात कम्तीमा 7 देखि 9 घण्टा सुत्नु पर्यो। 7-9 घण्टा? हो, अनि पर्याप्त प्रोटिन खानु पर्यो मांसपेशी मर्मतको लागि। गाइडले त प्रति पाउन्ड शरीरको तौल लगभग 1 ग्राम जति भनेको छ। पर्याप्त कार्बोहाइड्रेट, तालिमको लागि चाहिने ऊर्जा, अनि दैनिक 5 ग्राम जति क्रिएटिनले पनि शक्ति र रिकभरीमा सहयोग गर्छ। भनेपछि खाना र निद्रा एकदमै महत्त्वपूर्ण भयो। हो, उचित रिकभरी भएन भने त कडा प्रशिक्षणले फाइदाभन्दा बढी चोट पुर्याउन सक्छ। ठीक हो। अनि अन्त्यमा एउटा कुरा जुन मलाई सधैँ रोचक लाग्छ त्यो हो मानसिक तयारी। मेन्टल प्रेप। गाइडले लिफ्ट गर्नु अगाडि मानसिक रूपमा अभ्यास गर्ने, भिजुअलाइजेसन गर्ने अनि बेला बेलामा अलि भारी सिङ्गलहरू 90% भन्दा माथिको उठाएर आत्मविश्वास बढाउने कुरा गरेको छ। पक्कै पनि भारी तौल उठाउनु जति शारीरिक हो नि, त्यति नै सायद त्योभन्दा बढी मानसिक चुनौती पनि हो। त्यो बारको अगाडि आत्मविश्वासका साथ उभिन सक्नुले नै ठूलो फरक पार्छ। हो नि। त्यसो भए यो सबै कुरालाई समेट्दा डेडलिफ्ट बढाउनु भनेको त केवल भारी उठाउनु मात्रै होइन रहेछ। हैन, बिल्कुल हैन। यसमा त तकनिकमा लगातार सुधार, एउटा योजनाबद्ध कार्यक्रम, लक्षित खालको सहायक अभ्यास, बलियो पकड, पर्याप्त रिकभरी अनि मानसिक तयारी, यी सबैको एउटा सन्तुलित मिश्रण चाहिने रहेछ। एकदम सही भन्नुभयो। स्रोतले आफ्नो लिफ्टहरू बेला बेलामा खिच्न पनि सुझाएको छ अनि नियमित रूपमा, भनौँ न हरेक 8-12 हप्तामा आफ्नो अधिकतम तौल परीक्षण गर्न पनि। प्रगति हेर्नलाई? हो, तर यसले एउटा अलि गहिरो प्रश्न पनि उठाउँछ क्या, के प्रगति भनेको जहिले पनि त्यो प्लेटमा थपिएको तौल मात्रै हो त? वा समयसँगै त्यो भिडियोमा देखिने तकनिकमा आएको सुधार, त्यो बारको चालमा आएको सहजता, यस्ता कुराहरूले पो दीर्घकालीन र दिगो शक्तिको साँचो मापन गर्छन् कि? निकै विचार गर्नुपर्ने कुरा। सायद वास्तविक प्रगति त त्यहाँ लुकेको पो हो कि? पक्कै पनि सोच्नुपर्ने कुरा हो यो। ल त आजको लागि यति नै गरौँ। हुन्छ।